बुहारी ए बुहारी मैले कहाँ गई एउटा कट्टु लिएर आऊ भनेको उहाँ बिस्तारमा गएर म चलाएर बसे जस्तो भयो होइन के हो अघि नै यहाँ बाबुले पिसा फेर कट्टु खेल्न पाइएन कट्टु लिएर आऊ भनेको म चलाएर बसिन् हजुर मम्मी भन्नु म यहाँ काम गर्दैछु बाबुलाई यहाँ कट्टु लिएर आऊ भनेको बाबुले पिसा फेरे बुढी अब ठ्याक्क बसी जाडो नाकले कट्टु ल्याइदिन नसक्ने अरू बेलामा खेल्न कचारा गर्नु परेर नि नाति भन्ने जाडो कट्टु ल्याइदिन नसक्ने हेलो मम्मी हजुर एहे कान्छी पो आइरहेछन् नमस्ते नमस्कार ए मम्मी भाइलाई गयो नि कट्टु छुट्टी ल्याङ्गे किनेर आउनु भएको त नि त्यसो लाग्छ भाउजूलाई कट्टु लिएर आऊ त भनेको 1 घन्टा भयो कता हो कता मान्छे घरि के गर्दैछु गर्ने केही होइन त्यो मोबाइल चलाउने हो के अरे एउटा छोरोलाई कट्टु ल्याइदियो भनेको 2 घन्टा भयो ए नानी आउनुभएछ नमस्कार नानी ल नानी पानी पिउनु गर्मी भयो होला यस्तो गर्मीमा आउनुभयो के अरे बाबुलाई कट्टु ल्याइदियो अनि कट्टु ल्याएर नानीलाई खाजा बनाइदियो भोक लाग्यो होला बाहिरबाट आइथिन् होइन मम्मी पर्दैन मैले खाजा आइसकेँ भगले दोकानमा दिनुभयो के काम छ र होइन बनाउँछन् जाऊ अलि मिठो गरेर खाजा बनाएर ल्याइदिउँ नानीलाई मलाई पनि ल्याइदिउ मलाई के अरे कालो चिया बनाएर चिनी नहालिकन केही काम छैन भाउजूको दिनभरि भाइ मैले हेरिदिएको छु त्यही त अलिअलि गर्ने हो हार पालामा कति दुःख थियो अहिले त के छ र